डिडिसीको सम्बन्धमा गोदावरी नगरपालिका वडा नम्बर 1 मा रहेको डिडिसी जुन सञ्चालनमा थियो, विगत धेरै वर्षदेखि यहाँ सञ्चालनमा थियो र अहिले आएर त्यो डिडिसी अन्तै सर्ने भन्ने कुरामा जब यहाँका जनता, यहाँका पब्लिकले र यो स्थानीय तह हामीलाई जानकारी भयो, हामीले चाहिँ नि त्यसलाई बाहिर जानुभन्दा यसै ठाउँमा सञ्चालन गर्नुपर्छ भन्ने अवधारणाका साथ हामीले त्यो जग्गाको कमी जो उहाँले भन्नुभएको थियो त्यो जग्गाको खोजीमा पनि हामी लाग्यौँ र अहिले आएर बिचमा एउटा सङ्घर्ष समिति पनि भयो। ती साथीहरूले पनि चाहिँ यो सङ्घर्षका कुराहरू अगाडि बढायौँ। त्यही सिलसिलामा यताबाट गोदावरी नगरपालिकाले स्थानीय सरकारको तर्फबाट डिडिसीको डिजिएम सरलाई काठमाडौँमा जानुको संस्थानलाई हामीले चिठी पठायौँ कि हामी डिडिसी बाहिर जानुभन्दा यसै गोदावरी नगरपालिकाभित्र स्थापना हुनुपर्छ र त्यसको व्यवस्थापनका लागि आवश्यक जग्गाको पहल कदमी पनि हामी गर्नेछौँ र त्यसको सञ्चालनमा आएका जति पनि कठिनाइ छन् त्यसको व्यवस्थापनको लागि स्थानीय सरकार एकदम यहाँको साथमा छ। डिडिसी यसै क्षेत्रमा सञ्चालन हुनुपर्छ भन्ने मान्यताका साथ हामीले चिठी पठाएका थियौँ। सो चिठीका बावजुद केन्द्रबाट डिजिएमको एउटा टोली आएको छ यहाँ। त्यो टोलीसँग बसेर सङ्घर्ष समितिका साथीहरू प्लस स्थानीय सरकार आदरणीय नगर प्रमुखको बिचमा एउटा छलफल अगाडि बढ्यो, जसका कारणले अहिले आएर डिडिसीको लागि चाहिने आवश्यक जग्गा एउटा चाहिँ हाम्रो गोदावरी नगरपालिका वार्ड नम्बर 1 मा रहेको वडा कार्यालयकै परिसरमा रहेको जमिन हामीले देखायौँ भनेदेखिलाई अर्को चाहिँ नि गोदावरी नगरपालिका वार्ड नम्बर 4 को त्यो स्वास्थ्य सहरी केन्द्रको मातहतमा रहेको जग्गा पनि त्यसलाई हामीले देखायौँ र त्यसै गरी खैरना पुलको उत्तरपट्टि रहेको एउटा खाली चौर पनि हामीले देखाउँदाखेरि तीनै ठाउँबाट जग्गा देखाएर अहिले उनले तीनै ठाउँको जग्गाको अवलोकन पनि गर्नुभयो र एउटा प्रतिवेदन उहाँले बनाउनु भयो। त्यो प्रतिवेदनमा चाहिँ यदि स्थानीय सरकारले त्यसमा सहयोग गर्छ भनेदेखिलाई जग्गा उपयुक्त छ, यो ठिक छ भन्ने खालको धारणा उहाँले चाहिँ एउटा प्रतिवेदन उल्लेख गर्नुभएको छ र त्यो प्रतिवेदनमा स्थानीय सरकारको तर्फबाट आदरणीय नगर प्रमुखले त्यसमा सिग्नेचर पनि गर्नुभएको छ। उहाँले चाहिँ यो डिडिसीको लागि आवश्यक जग्गा यदि यो ठाउँमा उपयुक्त जुन छ त्यो ठाउँमा लागि यसै चाहिँ 82-83 को बजेटमा त्यसको चाहिँ तपाईँहरूले हामीलाई नक्साङ्कन दिनुहोला, एउटा डिपिआर कसरी तयार गर्नुपर्छ भने तपाईँ दिनुभयो भनेदेखिलाई हामी यो अहिलेको बजेटबाट पैसा विनियोजन गरेर त्यसको कम्तीमा डिपिसी बराबरको काम चाहिँ यसैपालि स्थानीय सरकारले गर्नेछ र सञ्चालनको लागि एकदम सहजीकरणको लागि जति पनि यो के अरे स्थानीय सरकार यो डिडिसी सञ्चालनको पक्षमा तयार छ भन्ने कुरा राख्दाखेरि उहाँले पनि त्यसमा एउटा सकारात्मक पक्ष देखाएर एउटा चाहिँ दोहोरो हाम्रो कागज बनेको छ। त्यो चाहिँ प्रतिवेदन चाहिँ त्यहाँ यो ठाउँ उपयुक्त छ भन्ने किसिमको प्रतिवेदन बनाएर त्यो एउटा प्रतिवेदन चाहिँ सम्बन्धित मन्त्रालय र सम्बन्धित विभागमा गयो भनेदेखिलाई एउटा प्रतिवेदन हामीले हाम्रो नगरपालिकासँग रहेको छ र यो मानेमा मलाई के लाग्छ भनेदेखिलाई अब डिडिसी यसै क्षेत्रमा सञ्चालन हुन्छ, बाहिर जाँदैन भन्ने कुरामा हामी विश्वस्त छौँ र आदरणीय नगर प्रमुखले पनि यदि यहाँ हुन्छ भनेदेखिलाई त्यसमा लाग्ने बजेटको लागि यसै 82-83 कै बजेटबाट बजेट विनियोजन गर्ने र आवश्यक त्यसको लागि पढ्नेको लागि हामी तयार छौँ भन्ने प्रतिबद्धता जारी गरिसक्नु भएको छ। त्यसै किसिमको प्रतिवेदन तयार भएर उहाँ यहाँ चाहिँ यहाँ एउटा मन्त्रालयमा लगेर मन्त्रीसँग एउटा त्यो मन्त्री परिषदमा कुरा राखेर अनि जुन चाहिँ यहाँबाट डिडिसी अन्त सर्ने भन्ने कुरा थियो त्यो चाहिँ जो उहाँको बोर्ड छ त्यो बोर्डको निर्णयमा चाहिँ छलफल गरेर तत्पश्चात चाहिँ त्यसको जवाब हामी दिन्छौँ भन्ने प्रतिक्रिया उहाँले जनाएर एकदम सकारात्मक पक्षबाट यहाँबाट जानुभएको छ र आज त्यसै किसिमको कुरा भएर हामी अगाडि बढेका छौँ।